भोटिचोलीको टावर यही हो। यो हेर्नु सक्नुहुन्छ यो यस्तरी फोडिदिएका रहेछन् कि यो सोलर प्यानलको यस्तो त गर्दिन त आएर यस्तो हरामी यस्तो गर्ने यस्तो काम चाहिँ गर्नु त है साथीहरू। हामी यही सुत्नुपर्ने नि यस्ता पदयात्राका भिडियोहरू चाहिँ हाम्रो च्यानलमा लगातार आउनेछन्। हामीहरूलाई सब्सक्राइब गरिदिनु होला, बेल आइकन दबाइदिनु होला, लाइक गरिदिनु होला। हामी हस्त धन्यवाद बिदा हुन्छौँ। हेर्नु सक्नुहुन्छ पहाडै पहाड यता गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लगमा चाहिँ हामी जाँदैछौँ टक्क साथीहरूसँग हामी भोटिचोली जाँदैछौँ हेर्न सक्नुहुन्छ। यता चाहिँ मोहन यता चाहिँ कुशल होइन। हामीहरू चाहिँ बिहानै अहिले टाइम भइसकेको छ 7:30 हुन लाग्यो। हामीहरू चाहिँ बिहान 5 बजी जाने हुन्थ्यो हो, कारणले गर्दा भयो। अहिले चाहिँ हामी छौँ यहाँ जहरदेखि अगाडि छौँ कोमी जाने बाटोतिर बहुमुखी क्याम्पसको एउटा साइडतिर छौँ होइन। यो बाटो चाहिँ एकदमै भाइरल बाटो। ठाउँको नाम चाहिँ त्यही पहिलाको पिङ रहेछ होइन, हेर्न सक्छौँ। यता चाहिँ प्रतिक्षालय रहेछ। मलाई लाग्छ उहाँ चाहिँ यो प्रतिक्षालयको निर्माता हुनुहुन्छ होला। यहाँ सो खड्क बहादुर राणाको सम्झनामा बनाएको जस्तो लाग्छ। खाऊ गरे फेरि खाने बेला खाऊ गरे फेरि यो चाहिँ के सामान राख्ने बनाएर रहेछन्। कसैको मोबाइल आज गल्नै माने आउँछ। यस्तो पानी पनि खानुपर्छ क्या, आउन म स्वास्थ्यको लागि हानिकारक। झन्डै ललित सर लुटिसक्नु भएको थियो यहाँ। अब त्यहाँ हाम्रो गन्तव्य सुरु हुँदै थियो, अघि चाहिँ ब्रेक थियो। हेर्न सक्नुहुन्छ यो चाहिँ यहाँ यो बाटो यही बाटो हो भोटिचोली जाने। अझै हामी 10 किलोमिटर मात्र हामी अगाडि आयौँ। दिउँ पनि दिउँ नखाउँ यहाँ अब दिउँ हाम्रो चाहिँ यही साथमा यही दिउँ छ। दिउँ हान्ने हो बस्ने हो दिउँ मात्र। तर टाइम चाहिँ अहिले भइसकेको छ 10:51। हामी चाहिँ यता हामी यसो टपमै छौँ अहिले त। यता माथि यो कोइराले के दिनु ल हामी चाहिँ हामी त ज्वाला त्यहाँ हालिसक्यो अहिले चित्रवन के उता अब हामीहरू चाहिँ पुगिसकेका छौँ भोटिचोलीको यो अब सिडी चढ्दैछौँ हामीहरू। यहाँ माथि चाहिँ मन्दिर छ। हामी चाहिँ 3जना साथीहरू चाहिँ पहिला बोलेरोमा यहाँसम्म आयो। तलतिर चाहिँ टायर भेट्नु भएको थियो, स्थानीय टायर हुँदो रहेछ। अनि त्यो माथि त्यो टिनमा नचढ्ने भनेर हामीलाई त्यो निषेध गर्नुभएको थियो। अब हामी त्यस्तो गल्तीहरू चाहिँ गर्दैनौँ होइन। घर हेर्नुहोस् त हेर्नुहोस् त लालीगुराँस। गाई छ तपाईँहरू चाहिँ हेर्नु सक्नुहुन्छ। आजको भ्लगमा चाहिँ हामीहरू छौँ यो हामी भोटिचोलीको टपमा छौँ कि आजको भ्लगमा चाहिँ। हामीहरू चाहिँ हिजो आएका होइन। अब यहाँदेखि हामी बोलेरोमा जान्छौँ। तपाईँहरूको के भनाइ छ?
सबैलाई गेटिङ नमस्कार गरे गुड मेरो मर्निङ नाम चाहिँ मन सुनारो यो नाम चाहिँ कुशल कुशल। हजुरले चाहिँ यो यस्ता पदयात्राका भिडियोहरू चाहिँ हाम्रो च्यानलमा लगातार आउनेछन् हामीहरूलाई सब्सक्राइब गरिदिनु होला बेल आइकन दबाइदिनु होला लाइक गरिदिनु होला र अन्तिमसम्म जोडिनु होला यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला हामी तपाईँको साथमा हुनेछौँ ल हामी हस्त धन्यवाद बिदा हुन्छौँ ल